कुनै दर्शनको अथवा कुनै राजनीतिक परिवर्तनको लागि मात्रै स्थापना भएको पार्टी होइन। यो पार्टीले यो देशको परिवर्तनको लागि, राजनीतिक रूपान्तरणको लागि, समृद्धिको लागि, सुशासन कायम गर्दै देशभित्रै रोजगारी सृजना गरेर यो देशमा हाम्रा युवा शक्तिलाई यही देशमा काम गर्ने परिस्थिति सृजना गरेर अगाडि बढ्नको लागि स्थापना भएको पार्टी हो। हामी राजनीतिक परिवर्तन र दर्शन र आइडियोलोजीको लागि भनेर धेरै समय हामीले खेर फाल्यौं। त्यो परिवर्तन पनि भयो। त्यो परिवर्तन एउटा उपलब्धि हो। त्यो उपलब्धिलाई ठुलो उपलब्धि मान्नुपर्छ। उहाँलाई धन्यवाद अघि धेरै साथीहरूले भनिसक्नु भएको छ। अब यो देशमा जबसम्म आर्थिक क्रान्ति हुँदैन, आर्थिक परिवर्तन हुँदैन, आर्थिक रूपान्तरण हुँदैन र सुशासन कायम हुँदैन, देश समृद्ध हुँदैन, अब देशले धेरै राजनीतिक परिवर्तनको मात्रै कुरा गरेर हामी यो देशको आर्थिक रूपान्तरणको कुरा नगरिकन अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो छ। त्यो भएको हुनाले यो उज्यालो नेपाल पार्टी यो देशको उज्यालो भविष्यको लागि हामीले स्थापना गरेको पार्टी हो।